हरेक मान्छेहरूले हरेक प्रकारले यो पृथ्वीमा आएर हरेक कुराको अध्ययनहरू अभ्यासहरू हामी गर्छौँ। अनि हामी आज यो ठाउँमा किन छौँ, यो मनोरञ्जन साथसाथै आज विशेष चाहिँ एउटा खुसियाली किन मनाउँदैछौँ भन्ने विषयमा पनि हामी आफूलाई यसो यो ठाउँमा बसेर केलाउँदै गर्दा चाहिँ हामी यो समय चाहिँ परमेश्वरलाई महिमा अनि परमेश्वरको आधार हुनुपर्छ। जस्तै यहाँनिर हामी रहँदै गर्दाखेरि, हामी यहाँनिर बस्दै गर्दाखेरि अनि हामी यहाँ किन आनन्दित छौँ, किन खुसी छौँ, फेरि हामीलाई कहिलेकाहीँ यस्तो समय आउँछ, यस्तो दिनहरू आउँछ मानव जातिमा सबैजनामा, म किन यहाँ छु अनि मेरो गन्तव्य कहाँ हो अनि मेरो मृत्यु पछाडि म कहाँ पुग्दैछु भन्ने विषयमा यो चिन्ताको विषयले मान्छेलाई पिरोलिरहेको हुन्छ। यो चाहिँ जस्तै उमेर भएकोलाई होस् नभएकोलाई होस्, आज यो संसारमा हामी सबैजना आएका छौँ, यो संसारलाई अवलोकन गर्दैछौँ अनि हामी धेरैजनालाई थाहा छ यो संसारबाट कोही पनि अस्ताउनु नपाए हुन्थ्यो, यो संसारमा रहिरहनु पाए हुन्थ्यो भनेर हामी सबैजनाको मन सायद त्यो हुन्छ। तापनि हामी प्राकृतिक नियमअनुसार हामी यो एक दिन यो संसारबाट अस्ताउनु पर्छ, अवश्य पनि अस्ताउनु पर्छ। यो हाम्रो यो समय, हाम्रो शरीर, हाम्रो आत्मा प्राण शरीर हाम्रो अधीनमा छैन। त्यही कारणले गर्दाखेरि यो चिन्ता, यो फिक्री, मानिसहरूको यो चिन्ता र फिक्री बुझेर पनि अनि परमेश्वर यो पृथ्वीमा आउनुभयो। अनि उहाँ चाहिँ के त भन्दाखेरि त्यत्तिकै आउनु भएन, जस्तै एउटा योजना लिएर मैले सृष्टि गरेको मानिसलाई मुक्तिको आवश्यकता छ, उद्धारको आवश्यकता छ, शान्तिको आवश्यकता छ भनेर प्रभु येशू ख्रीष्ट पृथ्वीमा आएको हामी पाउँछौँ। उहाँमा त्यत्तिकै आए, हावामा आउनु भएन, बिना योजना बिना आउनु भएन। उहाँ चाहिँ एउटा अगमबाडी साथ म समयमा चाहिँ यो समयमा चाहिँ म आउनेछु, त्यहाँनिर चाहिँ के त भन्दाखेरि मानिसहरूलाई जस्तै के त भन्दा मुक्तिको आवश्यकता छ, उद्धार र पाप क्षमाको आवश्यकता छ भनेर उहाँ योजना सहित उहाँ पृथ्वीमा आउनुभयो। अनि हामी यहाँनिर के पाउँछौँ भनेदेखि जस्तै हाम्रो परमेश्वर सारा ब्रह्माण्डको मालिक सृष्टिकर्ता भए पनि उहाँ त्यसै कतिलो राजघराना धनी परिवारमा उहाँ जन्मिनु भएन। साधारण होइन, साधारण व्यक्तित्वको रूपमा साधारण एउटा साधारण परिवारमा उहाँ जन्मिनु भयो। अनि उसको उठाइ बसाइ, उसँग कति क्यापेसिटी छ, उसको कस्तो दुःखबाट आउँदैछ, के गर्दैछ भन्ने कुरा चाहिँ त्यो गरिब परिवारमा हामी रह्यौँ भने चाहिँ अनि त्यहाँनिरको सबै अवस्थाहरू बुझ्न सकिन्छ। त्यसै परमेश्वर त्यो उदाहरणसहित उहाँ जन्मिनु भयो तपाईँ हामीलाई उद्धार मुक्ति दिनको लागि। हामी सबैजनालाई चिन्ता छ के छ कि यो पृथ्वीमा हामी आएका छौँ, एक दिन हामी साँच्चै नै जानुपर्छ भन्ने सबैजनाले निश्चित हामीलाई थाहा छ। जस्तै कि भन्दाखेरि हामीलाई यो निश्चित छ कि एक दिन हामी जानुपर्छ, तर अर्को निश्चित हामीलाई के पनि थाहा हुनुपर्छ भनेदेखि हाम्रो शरीरले पृथ्वीमा घली गए तापनि स्वर्गमा अनन्तको घर छ। त्यो चाहिँ चाहिँ एउटा बाटो हुन्छ, बाटो छ त्यो जीवन चाहिँ प्रभु हुनुहुँदो रहेछ। यदि मेरो बुवा आमाले प्रभुलाई पाउनु भएन भने, विश्वास गर्नु भएन भने मेरो बुवा आमाको हालत चाहिँ के हुन्छ होला भनौँ न। त्यो चिन्ताले म अलिकति जमाउनुको छोराछोरी मध्येमा सबैभन्दा खराब मान्छे सायद बुवा आमालाई मैले कहिले पनि अनि बुवा आमालाई प्रभुमा ल्याउनको लागि प्रभु त बाटो छ त्यो जीवन उहाँ मात्रै हुनुहुन्छ। अनि एक दिन मैले बुवा आमालाई भने, बुवा आमा अब हजुरहरूले पनि प्रभुमा विश्वास गर्नुपर्छ। अनि हामीलाई कहिले काहीँ साँच्ची नै हाम्रो ब्याकग्राउन्ड, हाम्रो उठाइ नदिनुहुन्छ भन्ने आशा गर्छौँ। हाम्रो विश्वास त्यहाँ अडिएको छ अहिलेसम्म। फैलाउने अनि निराशमा आशा जगाउन र
विभाजनमा एकता ल्याउन प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो। उहाँ जन्मिने हामी सबैलाई सिकाउँछन् घृणाभन्दा प्रेम ठुलो हुन्छ, बदलाभन्दा क्षमा शक्तिशाली हुन्छ र स्वार्थभन्दा सेवा महान हुन्छ भन्ने उहाँको एउटा भनाइअनुसार साँच्चै नै हामी आज यो एकदमै उहाँको जन्मदिनमा हामी उत्सव मनाउँदैछौँ। हामीले साँच्चै नै विगतका दिनहरूमा पनि यसरी नै जन्म उत्सव मनाएर आइरहेका छौँ। आज पनि हामीले यो जन्म उत्सव मनाउन हामीलाई साँच्चै नै प्रभुले यो दिनहरू दिनुभएको छ। यहाँहरू सम्पूर्णलाई यो आजको यो क्रिसमसको हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अनि यहाँहरूले साँच्चै नै यो आजको दिनसम्म यहाँहरू एकदमै वर्षौँदेखिको धेरै कष्टहरू, धेरै साँच्चै नै विभिन्न किसिमका समस्याहरू सहेर अनि साँच्चै नै यहाँहरू प्रभुको रमाउटमा रहेर साँच्चै नै आजको दिनमा पनि फेरि हामीहरू भेला भएर आज एक मनका साथ हामीले क्रिसमसको यो जुन उत्सवहरू मनाइरहेका छौँ, यो एकदमै खुसी लाग्दो कुरा हो। आज यहाँ मात्रै नभएर यो देशभरि नै यो क्रिसमसहरू चाहिँ साँच्चै मनाइरहेका छन् क्रिस्चियनहरूले। साँच्चै नै यहाँ मात्रै नभइकन यो संसारभरि जसले साँच्चै आज क्रिस्चियनहरूले आज क्रिसमस मनाउनु भएको छ, यहाँ सम्पूर्णलाई फेरि पनि म क्रिसमसको शुभकामना भन्दै म यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद। जय मसीह। Hallelujah, hallelujah.
ख्रिस्टलाई बुझ्नेहरूले भन्थे जीवन यो 2 दिनको झोला हो साथी, जीवन यो बगेको खोला हो साथी, जीवन यो 2 दिनको झोला। ख्रिस्टलाई बुझ्नेहरूले सक्छौ भने हेर आफैलाई, तिमी कहाँ हराइरहेछौ संसारी नसाले तिमी आफैलाई घुमाइरहेछौ। सक्छौ भने हेर आफैलाई, तिमी कहाँ हराइरहेछौ संसारी नसाले तिमी आफैलाई घुमाइरहेछौ। क्रुसलाई हेर